एनपीएलमा करप्सन र फिक्सिङको हल्ला त चलि नै रहेको छ। यो सँगै एनपीएलको टप 3 कन्ट्रोभर्सीजको बारेमा कुराकानी गरौँ। नेपालमा टेलिभिजनमा एनपीएल ब्रोडकास्ट गर्न नपाएपछि सुश्री मिडियाले क्यानलाई धाँधलीको आरोप लगाएको छ। विभिन्न सञ्चार माध्यमहरूको रिपोर्ट्स अनुसार सुश्री मिडियाले कान्तिपुर म्याक्स भन्दा धेरै रकम क्यानलाई दिएको, तर क्यानले ब्रोडकास्टिङ राइट भने कान्तिपुर म्याक्सलाई धाँधली गरेर दिएको भन्ने आरोप सुश्री मिडियाले क्यानलाई लगाएको छ। यो क्रममा क्यानलाई 77 लाख घाटा भएको भन्ने विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। अहिलेसम्म यो कुरामा भने प्रमाण जुटाउन सकिएको छैन र अहिलेसम्म क्यानले यो बारे स्पष्टीकरण भने पनि दिएको छैन। काठमाडौँ पोस्टको अनुसार एनपीएल सिजन 2 मा इलिगल बेटिङ गर्दै आएका 8 जना भारतीय नागरिकहरूलाई नेपाल पुलिसले पक्राउ गरेको छ। यो भन्दा अगाडि खेलाडीहरूलाई प्रलोभनमा पारेर म्याच फिक्सिङ गराउन खोज्दाखेरि एक भारतीय र एक नेपाली नागरिकलाई खेलाडीहरूले नै कम्प्लेन गरिसकेपछि म्याच फिक्सिङको आरोपमा पक्राउ गरिएको छ। फाइनली अम्पायरको निर्णय पनि यो सिजनको एनपीएलमा कन्ट्रोभर्सियल रहेको छ। विभिन्न फ्यानहरूले अम्पायरको निर्णयमाथि पनि प्रश्न चिन्ह उठाएका छन्। अन्त्यमा एनपीएल सिजन 2 लाई सफलताको शुभकामना।